सो हेलो एभ्रिवान, मेरो नेक्स्ट फुड ब्लग है यो चाहिँ। अनि हामी चाहिँ अहिले दमक एकदम लेटेस्ट फेमस ठाउँ जो मोमोमा सुकुटी थुक्पा खान पुगेको छौँ। तर अनफर्चुनेटली त्यो दिन चाहिँ सुकुटी थुक्पा थिएन, सो हामीले अरू कुरै मगायौँ। अनि तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँको एम्बियन्स एकदम राम्रो थियो अनि निट एन्ड क्लिन पनि थियो। हामी चाहिँ गर्मीले एकदम थकित भएर बसिरहेको थियौँ, गर्मी लास्टै छ नि त दमकमा। अनि त्यसपछि हाम्रो खानेकुरा पनि आइपुग्यो। हामीले चाहिँ यहाँ चाउमिन एक प्लेट मात्रै मगाएको थियौँ, किनभने अब खाइसकिँदैन नि त, मोमो पनि थियो, सो त्यही भएर अनि सेयर गर्दै खायौँ दिदी बहिनीले। तर मलाई चाहिँ चाउमिन त्यस्तो खासै वाउ लागेन, ठिकै लाग्यो। अब आफ्नो ओपिनियन हो, कतिलाई मन पनि पर्न सक्छ, तर हामीलाई चाहिँ ठिकै लाग्यो, बहिनीलाई पनि ठिकै लाग्यो। अनि हामी चाहिँ मस्त गफ गर्दै खाँदै थियौँ। खाँदाखेरि छोरी मान्छेलाई कति गफ आउँछ नि, अनि हामी त्यस्तै गफ गरेको गरेँ, खाँदै गफ गरेको गरेँ। नेक्स्ट अब हाम्रो मोमोको पाला आयो। झोल चाहिँ तपाईँहरूले बोतलमा पाउनुहुन्छ प्रशस्त, कति लाएर खानु मन लाग्छ त्यति लाएर खानुहोस्। त्यसपछि हामीले फर्स्ट बाइट खान आँटेको थियौँ, चियर्स गऱ्यौँ दिदी बहिनीले। अनि त्यस पछाडि फर्स्ट बाइट लियौँ। अब अनि मोमो चाहिँ मिठो थियो। अनि हामीले चाहिँ एकदम स्पाइसी खान्छौँ नि त, अनि एकदम स्पाइसी अचार पनि त्यही थियो। अनि स्पाइसी अचार मजाले हाल्यौँ ओर्यौँ अनि मजाले खायौँ। तपाईँहरूलाई पनि थाहा छ होला, एकदम छोरी मान्छेलाई चाहिँ स्पाइसी भनेपछि चाहिँ हुरुक्क, अनि त्यो जेमा होस् हाल्नै पर्ने क्या। अनि त्यसपछि हामीले मजाले स्पाइसी बनाएर मोमो खायौँ। दिदी बहिनीले यताउता कतै नहेरी एकदम कन्सन्ट्रेट भएर मोमो खायौँ। तपाईँहरूले हेर्न सक्नुहुनेछ, बहिनीले चाहिँ मोमो काट्दै खाँदैछ, किनकि उसलाई चाहिँ एकदमै तातो भएर नि त मोमो खाँदा अघि जिब्रो पिल्सेछ। सो अहिले चाहिँ उसले काट्दै खाँदैछन्। अनि उसलाई चाहिँ एकदम तातोले गर्दा खानै सकेको थिएन क्या उसले। अनि त्यही माथिबाट सबै सुप उसको लुगामा झरेर। अनि हामीले चाहिँ मोमो ओभरअल खाइसक्यौँ, भनौँ न खाइसकेको थियौँ। त्यस पछाडि हेर्न सक्नुहुन्छ हाम्रो बटुका खाली, सुप चाहिँ हामीले छोड्यौँ, त्यस्तो सुप लभर होइन नि त हामी। अनि सुप चाहिँ छोड्यौँ। अनि हामी चाहिँ यहाँ खाएर उठ्नै नसकेर क्या टमी फुल बनाएर एकछिन बस्यौँ, एकछिन रेस्ट गऱ्यौँ। अनि त्यस पछाडि हामीले पैसा पे गरेर हामी घरतिर लाग्यौँ। बहिनीले चाहिँ सुप पनि खाँदैछन्। अनि हामीले चाहिँ पानी बिर्सेछौँ क्या, त्यहाँ हामीले किनेको थियौँ नि त पानी। अनि त्यसपछि हामीले फेरि फर्केर गएर पानी लिएर आएर देखाउँदैछौँ क्या। तपाईँहरू पनि हामी जस्तो हुनुहुन्छ होला नि, पानी किनेको भने चाहिँ घरमै लाने, लाजको लागि यति नै।